तेन्जिङ पासाङ तमाङज्यू हुनुहुन्छ भने आएर आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहण क्रममा कङ्ग्रेसका प्रतिनिधिज्यू यहाँ हुनुहुन्छ भने पनि आएर आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। एमालेका प्रतिनिधि यस सभामा उपस्थित हुनुहुन्छ भने उहाँ पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यस गाविसका भूतपूर्व अध्यक्ष ठिले लामाज्यू पनि यहाँ उपस्थित हुनुहुन्छ भने आएर आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यस लाङटाङ राष्ट्रिय निकुञ्जका एउटा वन्यजन्तुहरूको संरक्षणका लागि पर्नुभएका हिमचितुवा संरक्षणका अध्यक्षज्यू यहाँ हुनुहुन्छ भने आएर आसन ग्रहण गरिदिनु हुन अगाडि बढ्न सक्दैन। त्यसै कारणले हाम्रो यो प्यारेन्ट्स डेको उद्घाटन गरिदिनु हुन म यसै व्यवस्थापन समितिका अध्यक्ष एवं हाम्रो विशेष अनुरोध गर्दछु। हाम्रो कार्यक्रम उद्घाटन कार्यक्रम पनि सकिसकेको छ। यस कार्यक्रमलाई निरन्तरता दिनको लागि हाम्रो आज मौसमले पनि एकदमै साथ दिएको छ। एउटा शिक्षाको लागि जागरुक हुनुपर्छ भन्ने सायद मौसमले पनि सन्देश गरिरहेको हुन सक्छ जस्तो लाग्छ मलाई। अब यहाँहरू पाल्नुभएका आफ्ना विभिन्न कामहरू हुन सक्छन्, घरायसी कामहरू हुन सक्छन्, एउटा खेती किसानीका कामहरू हुन सक्छन्। विभिन्न पेसामा संलग्न नभइकन जीवन निर्वाह नहुने कुरा व्यावहारिक जीवनको एउटा नियम नै हो। यी कुराहरू यहाँ पाल्नुभएका व्यक्तिहरूको लागि अब जुन स्तरबाट आफू आउनुभयो त्यसको लागि एउटा विद्यार्थीहरूले आफूले सहयोग गरेर यहाँहरूलाई स्वागत गर्नको लागि स्वागत गाउन आउँदैछन्। हाम्रा भाइ बहिनीहरू क्लास 1का भाइ बहिनीहरूले आएर यहाँहरूलाई स्वागत कक्षा 1का भाइ बहिनीहरू आफ्नो स्वागत गीत प्रस्तुत गर्नको लागि आइरहेका छन्। स्वागतम 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 उपस्थित सभापति अतिथि र गुरुलाई उपस्थित सभापति अतिथि र गुरुलाई शिक्षाप्रति चासो राख्ने बुद्धिजीवीहरूलाई शिक्षाप्रति चासो राख्ने बुद्धिजीवीहरूलाई स्वागतम 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 स्वागतम। आफ्नो काममा छोडी यहाँ आउने बुबा मुमालाई आफ्नो काममा छोडी यहाँ आउने बुबा मुमालाई हामीलाई शिक्षा दिन सहयोग गर्ने मान्ने जनलाई हामीलाई शिक्षा दिन सहयोग गर्ने मान्ने जनलाई स्वागतम 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 स्वागतम। अब यसै क्रममा श्री नेरा प्राविका स्कुलका प्रधानाध्यापक फिन्जो तमाङज्यूलाई आफ्नो स्वागत मन्तव्य राखिदिनु हुन म अनुरोध गर्दछु। दिवसका सभापति महोदय एवं विदेशका अध्यक्षज्यू भूतपूर्व अध्यक्ष एवं मण्डला प्रथाका उपाध्यक्षज्यू अथवा सङ्घका अध्यक्षज्यू निम्चित समूहका अध्यक्ष एवं प्रतिनिधिज्यू लामा समितिका अध्यक्ष एवं प्रतिनिधिज्यू र चकाम विकास समितिका अध्यक्ष एवं प्रतिनिधिज्यू र तिनै दलका
अध्यक्ष अथवा सचिव एवं यहाँ पाल्नुभएका प्रतिनिधिज्यूहरू, त्यसै गरेर यहाँ हर्षोल्लास र खुसीका साथ आउनुभएका मेरो आदरणीय अभिभावकज्यू एवं महिला दिदी र गुरु आमा बुबा र भाइ बहिनीहरूमा म मेरो व्यक्तिगत तर्फबाट र आफ्नो स्कुलको तर्फबाट हार्दिक स्वागत एवं अभिवादन यहाँ समक्ष गर्न चाहन्छु। यहाँले आजको दिन यहाँ खुसीको साथ उमङ्गका साथ शिक्षाको लागि के गर्छु भनेर आफ्नो मनमा के प्रतिबद्धताले साथ यहाँ आउनु भएकोमा मलाई एकदम खुसी लागेको छ र हामी स्कुलका परिवार सबैलाई खुसी लागेको छ। आगामी दिनहरूमा पनि यहाँ यस्तै उल्लास र खुसीको साथ आज बढी से बढी उपस्थित भइदिनु हुन म हार्दिक अनुरोध एवं आशा गर्दछु र विशेष गरी मण्डल वाइफाइले लाङटाङको लागि शिक्षाको लागि एउटा महत्त्वपूर्ण सहयोग एवं योगदान दिएको छ। उहाँलाई म फेरि पनि पुनः स्वागत एवं धन्यवाद दिन चाहन्छु। अरू ठाउँभन्दा यसको लागि बढीभन्दा बढी सहयोग एवं समय दिनुहुनेछ भन्ने आशा एवं अपेक्षा मैले राख्दछु। र स्कुल एउटा सादा सम्पत्ति हो, अनि यो एउटा फुलबारी हो। हामी शिक्षकले मात्र के गर्न सक्दैन, यहाँ अभिभावकको सहयोग पनि हामीलाई एकदम जरुरत पर्छ। विद्यालय 6-7 घण्टा मात्र विद्यार्थीले समय बिताउँछ, बढी जसो 24 घण्टामा विद्यार्थीहरू अभिभावकसँग नि बिताउँछन्। त्यसका लागि अभिभावकज्यूहरूले पनि आफ्नो घरमा गएर विद्यार्थीको सरसफाइदेखि लिएर स्कुलमा के पढायो के पढाएन, के होमवर्क दियो के दिएन, र उसलाई कुन बेलामा खेल्नुपर्छ, कुन बेलामा खाजा खुवाउनुपर्छ, कुन बेलामा पढाउनुपर्छ, तपाईँहरूले के नभए पनि बढीमा 20देखि आधी घण्टा 20 मिनटदेखि 30 मिनटसम्म यहाँले अब आफ्नो विद्यार्थीसँग समय दिइदिनुहोस्। उनीहरूसँग खेल्ने कुरा गर्नेदेखि लिएर पढाउनेदेखि लिएर यहाँले अहिलेसम्म त्यस्तो तपाईँले गर्नुभएको छैन र हाम्रो तर्फबाट पनि त्यति लागि परेको छ जस्तो लाग्दैन। हाम्रो हाम्रो कमजोर हो, यहाँ समक्ष त्यसको लागि म माफ माग्न चाहन्छु। आगामी दिनमा हामी एक भएर मण्डल सिक्न नेपाल राष्ट्रिय प्राथमिक विद्यालय एक भएर हामी शिक्षाको लड्नेछौँ र यहाँहरूको सहयोग आगामी दिनमा बढी से बढी यहाँहरूसँग हामीले प्राप्त हुनेछ भन्ने आशा राख्दै यहाँबाट म आफ्नो 2 शब्द यहीँ डाउँछु। हस्, धन्यवाद। इन्दु तामाङले आफ्नो स्वागत मन्तव्य राखेर गइसक्नु भएको छ। यस स्कुललाई अगाडि बढाउनको लागि मण्डला वेलफेयर समाजले महत्त्वपूर्ण भूमिका खेलेको कुरा त तपाईँहरूलाई जानकारी नै छ। त्यहाँमाथि पनि हाम्रो यस सबै कक्षाहरू सबै स्टुडेन्टहरूको लागि कसलाई के समस्या छ, कुन समस्याले दगटिरहेको छ, त्यसलाई समाधान गर्दा गुणस्तर कहाँ पुग्ला भन्ने बारेमा हरदम चिन्ता गरेर आफ्नो समय व्यतीत गरेर यस स्कुलको लागि अझ बढी उच्च स्थानमा पुर्याउनको लागि राम्रो क्वालिटी एजुकेसन दिएर राम्रो विद्यार्थी स्टुडेन्ट एउटा उत्पादन गरेर राष्ट्रिय स्तरसम्म चिनाउनको लागि लाङटाङको स्कुल भनेर चिनाउनको लागि हरदम प्रयासहरू भइरहेका छन्। त्यसै प्रयासलाई सफलता दिँदै अहिले यसै वर्ष भर्खरै एउटा नर्सरीको लागि बेन्चमा बस्दाखेरि नर्सरीको हातहरू नपुग्ने अथवा उनीहरूलाई कसैलाई लामो हुने त कसैलाई अझै तलै बस्नुपर्ने सबैलाई एउटै समान स्कुलका बेन्चहरू हुँदाखेरि नर्सरीहरूलाई धेरै अप्ठ्यारो भएको महसुस भएर यहाँ अब नर्सरीको लागि टेबल र चेयरको व्यवस्था गरेर अझै नर्सरीको लागि राम्रो हामीले जब राम्रो भएन भने घर राम्रो बनाउन सक्दैनौँ। तल चाहिँ साना कुहिएका मखिएका काठहरू हालेर माथि सिमेन्टेड घर बनाउँछु भनेर सपना देख्नु एउटा उचित हुँदैन भन्ने कुरालाई चाहिँ महसुस गरेर जबै राम्रो बनाउनुपर्छ भन्ने कुराहरूलाई महसुस गरेर यस मण्डला वेलफेयर समाज कल्याणले नर्सरीको लागि विशेष एउटा व्यवस्था गरेको छ। त्यस व्यवस्थाको लागि एउटा हामीले दिन पारेर एउटा संयोग भनौँ अथवा एउटा कार्यक्रम गरेर यहाँहरूकै अगाडि एउटा नर्सरीको उद्घाटन गरौँ भन्ने मनसा आएले यस नर्सरी व्यवस्थापनको लागि सम्पूर्ण रेडी पारिएर राखिएको छ। यस नर्सरीलाई उद्घाटन गरिदिनु हुन म यसै मण्डला समाज कल्याणका उपाध्यक्ष